म नेपाली एफएम निमित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। पहिलो समाचार, आज पहाडमा वर्षा र तराईमा तातो हावाको प्रभाव रहेको छ। साथै पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको निम्नचापीय क्षेत्रले काठमाडौँ उपत्यका सहित देशभर मौसम प्रभावित भएको छ। त्यसैगरी दोस्रो संस्करणको एभरेस्ट समिट -2026 जेठ 13 गते काठमाडौँमा हुँदैछ, जहाँ 26 देशका आरोही सहभागी हुनेछन्। यसैबीच पछिल्लो समय कम उमेरमै थाइराइडका बिरामी बढ्दै गएको वरिष्ठ विशेषज्ञ डा ज्योति भट्टराईले बताउनुभयो। अर्कोतर्फ प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घका राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ। यसैगरी सहकारी बेथिति जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिने भएको छ। यसका साथै सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिर सिन्हाले नेपाली चलचित्रको योगदानलाई सम्मान गरिने बताउनु भएको छ। पूर्वी पहाडमा बाँदर आतंकका कारण खाद्य सङ्कटको जोखिम बढेको छ। साथै सरकारले आगामी आर्थिक वर्षका लागि कर्मचारीको तलब वृद्धि गर्न गृह कार्य थालेको छ। यसै क्रममा उच्च गर्मीका कारण पानीको अभाव भएको छ। अन्त्यमा बाराको निजगढमा हुरीले रुखको हाँगा खस्दा 1 जनाको मृत्यु भएको छ। विस्तृत समाचारको लागि nilonepa.com मा जानुहोस्।